साथीहरू सम्पूर्ण दर्शकवृन्दमा हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरू आजको यस श्रृङ्खलामा हामी एउटा यस्तो विषयवस्तुमा चर्चा गर्न जाँदैछौँ जुन विषयवस्तु अहिले हरेक चौक चौतारा होटल चिया अड्डादेखि लिएर हरेक स्थानमा भइरहेको छ। हो साथीहरू, तपाईँ जहाँसुकै जानुहोस्, जुनसुकै स्थानमा बस्नुहोस्, तपाईँले एउटा विषयवस्तु जहाँ पनि सुन्नुहुन्छ। के नेपालमा फागुन महिनामा चुनाव होला त? के जेनजीको आन्दोलनको भरमा बनेको यो सरकार, प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको यो सरकारले चुनाव गराउन सफल होला त, चुनाव गराउला त? र यो सँगसँगै आउनु प्रश्न के छ भने, के राजनीतिक दलहरूले यो चुनावमा सहभागिता जनाउलान् त? र त्यस्तो प्रश्न आउँछ, के सुरक्षाको प्रत्याभूर्ति यो सरकारले गराउन सक्छ त? के सुरक्षा यो सरकारले गर्न सक्छ त? यी तिनटै कुरोमा विभिन्न आधारहरू छन्, विभिन्न आकलनहरू छन्। साथीहरू, जेनजीको बलमा बनेको सुशीला कार्कीको सरकारले भनेको छ कि हामी चुनाव गराउँछौँ। पक्कै पनि यो सरकारको गठन चुनाव गराउन नै भएको हो। चुनाव गराउनदेखि लिएर अरू कुरो यो सरकारको प्राथमिकतामा परेको पनि छैन र पर्नु पनि स्वाभाविक देखिँदैन, किनकि जुन संविधान मानिरहेका छौँ हामी, त्यही संविधान नै अहिलेको सरकारले मानिरहेको छ र त्यो संविधानमा टेकेर केही फरक प्रत्याभूति दिन सक्ने आधार पनि त छैन यो सरकारसँग। जुन बजेट ओली सरकारले ल्याएको थियो, त्यही बजेटमा अहिलेको सरकारले कार्यान्वयन गरिरहेको छ। जुन किसिमको सेवा सुविधा ओली सरकारको थियो, त्यही सेवा सुविधा अहिलेको सरकारको रहेको छ र अहिलेको सरकारले भनेको छ कि हामी चुनाव गराउँछौँ। केही दलहरूले भनिरहेका थिए हामी चुनावमा जान्छौँ, तर केही दल जसमा प्रमुख नेकपा एमाले भनिरहेको छ कि हामी चुनाव यस्तो अवस्थामा जान सक्दैनौँ। के सुरक्षाको प्रत्याभूति साँच्चीकै देशमा छ त? साथीहरू, 5000 भन्दा बढी हात हतियारहरू जेनजी आन्दोलनको बेलामा लुटिएका छन्। हालाकि विभिन्न व्यक्तिहरूको मत छ कि यो जेनजीको आन्दोलन होइन, जेनजीले आन्दोलन गरे तर जेनजीले लुटेका होइन। जेसुकै जसले भने तापनि आन्दोलन त जेनजीकै आन्दोलन थियो। धेरै बालबालिकाले, धेरै जेनजीले नै शहादत प्राप्त गरेका थिए। बालबालिका भनौँ, विद्यार्थी भनौँ, जेनजी उमेर समूहका भनौँ। हालाकि जेनजी उमेर समूहका मात्रै घाइते र शहीद भएका भने होइनन्, त्यसबाहेक पनि जेन वाईको पनि थिए, केही जेन एक्सको पनि थिए होलान्, शहीद भएका हुन् पक्कै पनि। केही जेल तोडेर भाग्ने क्रममा मर्न पुगे, केही बाटबटिन जस्ता विभिन्न ठाउँमा आगलागीमा परेर मरे। सबैलाई आन्दोलनमै मारिएको व्यक्ति भनिएको छ। अब त्यो आन्दोलनको बेलामा 5000 भन्दा बढी हात हतियार लुटिएको छ, असङ्ख्य सङ्ख्यामा गोलीहरू लुटिएको छ। ती गोली हात हतियार देशमै छन्, ती पक्कै पनि सुरक्षित हातमा ती हतियार छैन। एउटा सुरक्षा चुनौती यो छ। केही व्यक्ति अहिले पनि विभिन्न पार्टीहरूमाथि लागिरहेका छन्। आन्दोलन क्रममा पनि विभिन्न पार्टीकै व्यक्ति पनि त्यसमा सहभागी भएर एक पार्टीले अर्को पार्टीमाथि आक्रमण गरे, एक पार्टीले अर्को पार्टीको कार्यालय जलाए, एक व्यक्तिले अर्को व्यक्तिको घरमा आगो पनि लगाए। यो त विभिन्न यो क्रियाकलापहरू भयो जुन नहुनु पर्ने थियो। सिंहदरबार जले विभिन्न क्रियाकलापहरू भयो। त पक्कै पनि जुन हात हतियार लुटिएका छन् त्यो असल व्यक्तिले लुट्ने कुरै होइन। असल व्यक्तिले केही पनि लुट्दैन। र कुनै बालबालिकाले लोभमा परेर अब चक्लेट खेलौना लुटिहाल्यो भने त्यो सामान्य हो, तर हात हतियार लुट्ने जस्ता जघन्य अपराध त जेनजीले गर्न सक्दैनन्, गर्दैनन्। अझ बुझेको जेनजीले गर्दैनन्। त कसले लुटे त? जो कि आपराधिक क्रियाकलापमा सहभागी छन्, आपराधिक मनोवृत्तिका व्यक्ति छन्, त्यसैले लुट्यो भने प्रमाणित हुन्छ यो कुरोले। त्यो हात हतियारले चुनावी प्रक्रियालाई विघटन गर्न सक्छ, बिथोल्न सक्छ। त्यस कारणले मानिसहरू आशंका गरिरहेका छन् कि चुनाव नहुन सक्छ। दोस्रो, आन्दोलन क्रममा जेलबाट कयौं अपराधीहरू भागेका छन्। आपराधिक भनेको अपराधिक क्रियाकलाप गरेर त जेलमा गएका थिए।
हुन त रवि लामिछाने पनि जेलबाट भागे उम्के, तर उनी फेरि पक्राउ पर्यो वा फेरि उनी आफै जेलमा गयो, त्यो विभिन्न कुरो छ। तर पक्राउ नपरेका व्यक्तिहरू त छन् नि समाजमा, देशमा, तिनीहरूले यो चुनावको माहौलमा चुनाव बिथोल्न सक्छन्। र तेस्रो कुरो, एमाले लगायत विभिन्न पार्टीहरूमा एउटा डर के पनि छ, उनीहरूमा आशंका के पनि छ भन्दाखेरि अहिले जो पनि जेन्जी बनेर आउँछन्, एमाले भन्ने बित्तिकै थर्काउन थाल्छन्, गाली गर्न थाल्छन्, विभिन्न सामाजिक सञ्जालमा आरोप प्रत्यारोप गर्छन्। हालाकि यसले साइबर क्राइम भन्छ, साइबर क्राइम अस्ति स्वागत नेपाललाई लाग्यो भनौँ न, उहाँलाई सोधपुछ भयो। तर यो विभिन्न टिकटक, विभिन्न सामाजिक सञ्जालमा जेन्जीको आन्दोलनमा विभिन्न पार्टीहरूलाई गाली गर्ने, नेतालाई गाली गर्ने जुन क्रियाकलाप छ, त्यो पनि त सामाजिक त्यो पनि त साइबर क्राइम अन्तर्गत पर्नुपर्ने हो नि, तर त्यो पर्न नसकेको छैन। जसले गर्दाखेरि पार्टीका व्यक्तिहरू डराइरहेका छन्, एमाले डराइरहेको छ, एमाले पार्टीका व्यक्तिहरू केही न केही हदसम्म उनीहरू डराइरहेका छन् र उनीहरू यो चुनावमा जान सशङ्कित भइरहेका छन्। एक त हतियार लुटिएको छ, चुनाव प्रचार क्रममा त्यही हतियारद्वारा आक्रमण हुन सक्छ। दोस्रो, आपराधिक क्रियाकलापका व्यक्तिहरू छन्, तिनीहरूद्वारा आक्रमण हुन सक्छ। तेस्रो, त्यो जेलबाट भागेकोहरूले आक्रमण गर्न सक्छन्। त्यसै गरेर केही जेन्जीका व्यक्तिहरूले पनि जसले एमालेलाई विरोध गर्छन्, उसले पनि एमालेमाथि आक्रमण गर्न सक्छ। उनीहरू चुनाव प्रचार राम्रोसँग गर्न सक्दैन। त्यस कारण चुनाव स्वतन्त्र रूपमा हुन पनि सक्दैन। अहिले जसरी सुशीला कार्कीको सरकार गठन भएको छ, यो सरकार त आन्दोलनको बलमा बनेको सरकार हो, जे पनि गर्न सक्छ नि त, र जे गर्दा पनि जनताले सरकारलाई समर्थन गर्ने हो। तर त्यो अनुसार त्यो सरकारले जनतालाई प्रत्याभूति दिन सकेको छैन नि। केही व्यक्तिहरू जेन्जी बनेर जान्छन् र सरकारले दबाब दिन्छन्। सरकारले न त्यो आतङ्ककारी शैलीको जुन किसिमले आगजनी तोडफोड भयो, व्यक्तिको घरहरूमा तोडफोड भयो, त्यो व्यक्तिको त्यो अपराधिक क्रियाकलाप सबै व्यक्तिहरूलाई समात्न सकेको छैन, समातिरहेको छैन। जसले गर्दाखेरि पक्कै पनि पार्टीको सशङ्कित हुने बेला छ। अहिले कुनै नेता पार्टीको प्रचार गर्न हिँड्यो, मानव एमालेकै निस्कियो, कुनै पार्टीको निस्कियो, बारम्बार एउटा पार्टीलाई भनिराख्दाखेरि त्यो पार्टीको व्यक्तिहरू चाहिँ दुखित नहुनु होला। मैले समग्रमा पार्टीले भन्न खोजेको हुन पनि हो, धेरै प्रहार पनि एमाले र काङ्ग्रेसमाथि त भयो त। त्यस कारण मलाई लाग्दैन एमालेको साथीहरू मेरो कुरोमा चित्त दुखाउनुहुन्छ होला भनेर। मानौँ कुनै पार्टीको व्यक्ति पार्टीको प्रचार गर्न गयो, त्यहाँ 10 जनामा जेन्जी हो भनेर त्यो नेतामाथि आक्रमण गर्न थालेपछि कसरी चुनावमा जान सक्छन् त? त्यो सुरक्षा प्रत्याभूति हुनु पर्यो नि। अहिले त जो पनि छ व्यक्तिगत रेसिपी साधना पनि जेन्जी बनेका छन्, जेन्जी गरेका छन्। त्यसकारण सरकारले सुरक्षाको प्रत्याभूति दिन सक्नु पर्यो। त्यसको लागि त्यो जेलबाट भागेका व्यक्तिहरूलाई समात्न सक्नु पर्यो। जेलमा रहेको व्यक्तिहरूलाई छुटाउने कुरो सुन्दैछु म त। यो व्यक्तिलाई छुटाउने र सरकार गठन गर्ने, यस्तो गर्ने यो क्रियाकलापहरू गर्नु भने जेलबाट भागेको अपराधीलाई समात्नु पर्यो। हतियारहरू कहाँ कहाँ छन् लुटिएका हतियार, त्यो पत्ता लगाउनु पर्यो। र केही व्यक्तिको घरमा आगो लगाउने, त्यो घुसपेट गर्ने व्यक्तिहरूलाई पनि सरकारले समात्नुपर्छ र सुरक्षाको प्रत्याभूति दिनुपर्छ। र सरकार निष्पक्ष रूपमा उभिनुपर्छ। जब सरकारले भनिसकेको छ कि हामी 6 महिनाभित्रमा चुनाव गराउँछौँ भने अरू क्रियाकलापतर्फ सरकार लाग्नु हुँदैन, निष्पक्ष रूपमा रहनुपर्छ। चाहे त्यो कुनै पार्टीको व्यक्ति आओस् सरकारलाई दबाब दियोस्, चाहे त्यो जेन्जीको नाममा कोही व्यक्ति आओस् दबाब दियोस्, सरकार झुक्नु हुँदैन, चुनाव गराउनुपर्छ। पक्कै पनि यो जनतालाई, यो देशको जनतालाई यो सरकारमाथि विश्वास छ, तर सरकारले पनि त त्यो किसिमको क्रियाकलाप गर्नु पर्यो नि, विश्वासका आधारहरू बनाउनु पर्यो नि। साथीहरू, तपाईँलाई के लाग्छ कि चुनाव होला त? के सरकारले गर्नुपर्ने क्रियाकलाप गरेको छ त? हुन त देशमा कैयौँ आन्दोलनहरू भए, सबै आन्दोलनहरू देश बनाउनको लागि भनिन्छ, हामी देश बनाउनको लागि आयो भन्छौँ, तर जनता बनाउनको लागि कहाँ आन्दोलन हुन्छ? अर्बौं खर्बौंको बजेट हुन्छ, तर त्यो बजेट पारित भइराख्दा यति सानो देशमा खर्बौंको बजेट पास भइराख्दाखेरि खर्बौंको बजेट खर्च भइराख्दाखेरि त्यो जनता त भोकमरीमा बसिरहेका छन् नि। जनता त भोकै मर्न बाध्य भएका छैनन्। अहिले खान नपाएर गरिबी कारणले गर्दाखेरि विदेश गइरहेका छैनन्। देशको महिलाहरू विदेश गइरहेका छन्। देशले आफै महिलालाई विदेश पठाइरहेको छ, इजरायल लगायत विभिन्न देशमा। कि त्यसको महिलालाई विदेश पठाउनु चेली बेच्नु जस्तो होइन त, बराबर होइन त हो। जुन सरकार आए पनि देश बनाउँछु भनेर लाग्यो, तर जनता बनाउँछु भनेर कोही पनि सरकार लागेन। एउटा बाबुराम भट्टराईको पालामा गरिब किसानको 5 लाखसम्मको ऋण मिनाहा गरेको थियो।
यो सुशीला कार्कीको सरकारले त त्यो पनि गर्न सकेन। धेरै यस्ता कुराहरू छन् जसले गर्दाखेरि जनतालाई यो सरकारमाथि विश्वास नभएको हो। विश्वास छ तर पनि त्यो विश्वास बिस्तारै बिस्तारै गुमाउँदै गइरहेका छन् जस्तो मलाई लाग्छ। तपाईँलाई के लाग्छ कमेन्ट गरेर लेख्न नबिर्सनुहोला र अहिलेसम्म च्यानललाई सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब पनि गर्नुहोला। साथीहरू केही दृश्य परिदृश्यहरू हाम्रा तपाईँले हेरेको भिजुअलहरू फरक हुन सक्छ। यसलाई हामी सुधार्दै जानेछौँ, आवाजहरू सुधार्दै जानेछौँ र पृथक विषयवस्तुका साथ र समाजमा भइरहेको विभिन्न गतिविधिहरू नयाँ घटनाक्रमका विषयमा आफ्नो विचार तपाईँ समक्ष प्रस्तुत गर्दै जानेछौँ, राख्दै जानेछौँ भन्दै अहिले बिदा हुन चाहन्छु। सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोला। धन्यवाद। जय देश जय नेपाल। पशुपतिनाथले सम्पूर्ण नेपालीको कल्याण गरून्।